बल्ल अलिकति मलाई ह्याप्पी फिल जस्तो लाग्यो जस्तो लाग्यो कि मैले तल गएर फोन हाने तल गएर फोन हानिसकेपछि उसले उठाएन कि प्रयास त गरेको थिएँ उसले उठाएन 5 चोटि हानेको थिएँ अनि उठेन त्यसपछि मतलब रेस्ट गरिरहेको थिएँ धेरै टाइमपछि अघि भर्खर कल गरेको थिएँ कल गरेर पनि कहाँ छस् के छस् भन्दा पनि घर जा भने के भन्नु मैले त भने जबसम्म मन शान्त हुँदैन तबसम्म कसरी जानु कि अहिले मन मेरो अघिभन्दा धेरै हल्का फिल भइरहेको छ त्यही भएर चाहिँ म हिँडिरहेको छु मन धेरै शान्त भएको छ कि अघिभन्दा अनि लास्ट प्रोब्लम भएको जस्तो फिल भएको थियो मन भित्रबाट टुटे जस्तो लागिरहेको थियो अहिले बल्ल फिल भएको छ मलाई थाहा नै थिएन कि त्यो रोड कहाँ जान्थ्यो कहाँ गयो भनेर पनि थाहा थिएन गएको तलसम्म तलै गयो तर कहाँसम्म पुग्यो भन्ने कुरा पनि थाहा थिएन अनि म चाहिँ अहिले घुमेर फर्किसकेको छु माथितिरमै अब म घरतिर लाग्दैछु घरतिर जाने समथिङ अझै 1-1.5 घन्टा त लाग्छ होला सायद मलाई लाग्छ 1.5 घन्टा त नर्मल नै लाग्छ किनकि टाइम धेरै छ अहिले 7 बज्न लागिसकेको छ सनलाइट पनि भइरहेको छ 8 बजे 8 साढे 8 बज्छ होला म घर पुग्दासम्म चेक गर्छु त्यही पनि एकपटक फेरि उसले कल गर्छ कि गर्दैन भनेर कतिसम्म गाह्रो भएको थियो नि एकछिन चाहिँ कतिसम्म गाह्रो भएको थियो नि लास्टै भएको थियो कि मन यतिसम्म टुटेको थियो मन अहिले हल्का भएको छ म घर गएर आज चाहिँ केही गर्दैन खाना मन पनि छैन सुत्ने हो मन लास्ट हल्का हुनु भयो कि जसले जे भन्यो भने जब राइडमा जान्छु नि त्यतिखेर मन धेरै नै फरक पर्छ लास्टै हल्का हुन्छ मतलब लाग्छ सेयर भएको यो मेरो बाइक छ नि साँच्चै भन्छ मतलब मेसिन चाहिँ यो फ्रेन्डभन्दा कम छैन कि प्लास्टिक बुझे जस्तो फिल लाग्छ अस्ति मेरो सेल्फ हल्का ढिलो हान्थ्यो मैले बिचमा अफ गरेको मतलब 15-16 दिन मैले चलाएको थिएन कि बाइक अनि त्यो हल्का सेल्फ ढिलो हान्थ्यो स्टार्ट गर्दैन अनि मलाई लागेको थियो मतलब एयर फिल्टरमा चाहिँ अलिक बिग्रिया जस्तो समस्या देखाएको थियो एयर फिल्टर पिकअप अलिक छोड्छ नि त एयर फिल्टर धुलोसुलो पऱ्यो भने भयो भने पिकअप छोड्छ भनेर गएको थिएँ एयर फिल्टर चेन्ज गर्नु भनेर अनि उसले चाहिँ भने हाफ इन्जिन गएको छ 15-20 हजार लाग्छ भने यार त्यतिखेर चाहिँ त्यो बनाउनुभन्दा बेचन्ती जस्तो लागिरहेको थियो अनि मतलब त्यो बोल्दै गएको थिएँ नेक्स्ट अनि बेचन्ती जस्तो फिल लागेको थियो अनि एकछिन मतलब त्यही दिन त्यति गरेन अनि अर्को दिन फेरि चाहिँ एकमा नै स्टार्ट भयो नर्मल सेल्फ हान्दा नै स्टार्ट हुन्छ कि अहिले चाहिँ सायद मलाई थाहा छैन या बिग्रेको थियो या थिएन होइन अहिले चाहिँ नर्मल क्लियर छ एकैपटक नै सेल्फ हान्छ कि 15-20 हजार लाग्छ खर्च भनेर भनेको थियो या तिनीहरूले नजाने हो यहाँ मलाई थाहा छैन होइन या फेरि मेरो बाइकले बुझ्यो हो 15-20 हजार लाग्छ भन्थ्यो अहिले चाहिँ क्लियर भइसक्यो कि एक्सेलमा नै क्लियर हान्छ कि नभए म चेक पनि गर्न सक्छु अस्तिमा चाहिँ त्यो भिडियो चाहिँ बनाएको छु कि मलाई त्यति याद छैन 15-20 हजार लाग्छ भनेर चाहिँ सेल्फ हुन्न थियो घेर गर्थ्यो स्टार्ट गर्दा सेल्फहरूले हान्दैन थियो ढिलो हान्थ्यो रेस्ट दिनु पर्थ्यो नत्र अलि सेल्फ हान्दैन थियो अहिले चाहिँ कस्तो छ भने चाहिँ आफै हेर्नुहोस् है यो हाम्रो बन्द भयो होइन अनि हेर्नु है मतलब सेल्फ हानेर आयो क्या यो अघि मतलब झ्याप्प छोडिदिएको थिएँ हेर्नु न मतलब त्यस्तो केही गर्नु पर्दैन मजाले आरामले सेल्फ हानेर आयो क्या अहिले चाहिँ अघि चाहिँ हानेको थिएन कि अस्तितिर चाहिँ होइन आज चाहिँ बहुत आरामले लागिरहेको छ कि अनि मलाई लागेको छ नि सायद मेसिनले नै बुझाएको कि मेसिन मान्छेको र मतलब रेसमा हुन्छ नि जब घोडाको र मान्छेको हार्टबिट सेम हुन्छ तब मात्र घोडाको तीव्र गति बढ्छ भन्ने हुन्छ नि
घोडाको तीव्र गति बढ्छ। मलाई चाहिँ यसमा पनि त्यस्तै लाग्यो कि यो इन्जिन छ नि यो चाहिँ हाम्रो चाहिँ दिल धड्क्या जस्तो त यार मान्छेभन्दा धेरै बुझे जस्तो फिल लाग्यो क्या यार। साँच्ची भन्यो नि ग्यारेजमा म सोरुममा नै लग्छु मैले अरू त सर्भिस गर्दैन सोरुममा नै लगेको 15-20 हजार लाग्छ समथिङ बनाउने भनिरहेको थियो इन्जिन बनाउने ऊ हान्दैन थियो स्टार्ट हान्दैन थियो कि अनि यो त्यो इन्जिनको प्रब्लमले गर्दा हो 15-20 हजार लाग्छ भन्थ्यो अनि त्यतिखेर पैसा थिएन मतलब म त एयर फिल्टर प्रब्लम होला भनेर एयर फिल्टर चेन्ज गर्नु गएको थिएँ नि त अनि त्यो भनेपछि चाहिँ त्यो पनि हेरेन अनि पछि लास्टमा चाहिँ घर आइसकेँ घर आएर पनि लगभग आउँदाखेरि पनि राम्रै त्यसपछि पनि यार बोल्दै आएको थिएँ राम्रै हामी आएको थियो क्या अनि त्यत्तिकै भयो अर्को दिन चाहिँ खतरा स्टार्ट हान्थ्यो कि आए आजको दिन मतलब आज नै हो हिजो आएको थिएँ म चाहिँ बजार हिजो हो त्यो दिन आज फेरि मतलब एकैचोटिका नै फर्स्ट सेलमा नै सेल हानिरहेको क्या लागेको छ नि अनि मेरो हट नै बुझे जस्तो लाग्यो क्या आइफिल मतलब यो कतिसम्मको हेल्पिङ नेचरको छ भनेपछि नि हरेक चिज बुझे जस्तो लाग्छ कि मलाई इन्डियन मतलब यो कोही भिडियो फोटोमा देख्नुमा भन्दा मान्छेको बाइक राइडरको र बाइकको चाहिँ हट चाहिँ सिधै तल बाइकको इन्जिनमा नै लगा एउटा एडिटिङमा छ कि फोटो होइन सेम त्यस्तै फिल भइरहेको छ कि मेरो हट नै यसमा छ जस्तो लागिरहेको यसले मेरो चिज पनि बुझिरहेको जस्तो लागिरहेको मलाई लास्टै यार त्यो साह्रो केटी जस्तो छैन कि जति छोडेर जान्छ या दुःख दिन्छ नि त्यही छोडेर गएको दुःख दिएको बेला यसले नै मेरो हौसला बढायो कि मतलब जब यसमा मतलब मलाई शान्ति के कोही नभए जस्तो एक्लै एक्लै भए जस्तो मलाई बहुत फिल लाग्छ बहुत आनन्दको फिल लाग्छ अनि त्यही भएर नि म अघि राइड गएको क्या म समथिङ नि त्यो उसलाई भनेर त्यहाँनिर मलाई थाहा थिएन कि ऊ गएको छ भने त्यहाँ काम थियो एग्रोबेडमा अनि त्यहाँबाट फार्मर हो नि त म टमाटरको बिउ लिने भनेर गएको थिएँ अनि ऊ चाहिँ नभनेर नै हिँड्दा के मलाई लागेको थियो त्यही होला कोही लुक्यो होला प्रयाङ्क गऱ्यो होला भन्ने सोचिरहेको थिएँ फोन हाने उठेन अनि समथिङ लगभग आधी घन्टा नै अड्डाएको थिएँ अनि पछि उताबाट फोन आयो अनि कता छ कहाँ गइस सामान बनाइसकेपछि सामान बनाउनु लाग्छ भन्थ्यो त्यही पनि मलाई लागेको थियो कोही देखाएको छ क्या आइहाल्छ कि जस्तो पनि सोच लागिरहेको थियो त्यही पनि अड्डिरहेँ अनि त्यसपछि फेरि कल हारेँ अटोमा चढिस सामान बनाइस् अटोमा चढिस् भनेर चाहिँ बनाले जान लाग्छ भनेर यार मन छोयो क्या यार म पछि यार उसलाई भनेर कोही पनि 45 मिनट समथिङ आधा 1 घन्टा कोही केही नगरेर हलचल नगरेर त्यहीँनिर पुरेर बसेको छु आउला कि भनेर ऊ पनि मलाई एकपटक भन्न पनि जरुरी सम्झेन कि यार आज त त्यस्तो मेरो गल्ती थियो मैले गल्ती गरेँ जस्तो पनि मलाई लाग्दैन थियो कि साँच्चै मैले केही गल्ती पनि गरेको थिएन त्यसको मोबाइलमा मैले हेरेँ हो सिर्फ अनि त्यही देखेर रिस उठ्यो हो अनि त्यही पनि अब त्यस्तो गर्छु भने के भन्नु क्या मलाई लास्ट यस्तो दुःख लागेको थियो अनि मलाई पनि छ्या लाग्यो क्या त्यसपछि म पनि हिँड्दै थिएँ बाइक स्टार्ट गरेर उसो भने अनि बाइक स्टार्ट म पनि गइगयो भने पनि अघितिर घर लग्गा होला जस्तो माने होला त्यही भएर अघि घर जाऊ भनेर कल गरेको थिएँ यार हकै छैन नि त यार जब कि मलाई केही नभनेर छोडेर जान सक्छु यार कसरी हक छ त क्या म चाहिँ बोल्दैन कि अब चाहिँ केटी नपाउने भन्ने होइन नि त यार मतलब प्रेम मागेको थिएँ नि त केटीको कुरा होइन क्या मागेको थिएँ तर उसले दिएन सायद खै त मैले उसको मायाले नबुझे हो कि उसले मलाई माया नदिए हो त्यो मलाई त थाहा छैन होइन मलाई लाग्छ मैले नै नबुझे होला मै नै गलत छु होला किनकि मलाई थाहा छैन कि माया भनेको के हो माया कस्तो हुन्थ्यो मलाई आफ्नो कुरा मात्रै थाहा छ मलाई यस्तो गरिदियो हुन्थ्यो यस्तो गरिदियो मलाई त्यस्तो लाग्छ खै त त्यो मेरो सोच नै गलत होला मलाई त्यही लाग्यो माया पाउन सकेन उसको जिन्दगी हो खुसी रहन पायो ऊ चाहिँ घर गइसकेको छ के भन्नु के उसलाई भन्न पनि त केही ठाउँ पनि त छैन त अब आफ्नो लाइफ त आफै मजाले बाँच्न पनि सक्यो कसरी के भन्नु र लाइफ त्यति सजिलो छैन जति भने जति सजिलो छ त्यति सजिलो छैन र म के भन्छु भनेपछि जसले पनि मेरो पहिलो भिडियो हेरेको छैन होइन पार्ट 2 यो मेरो पार्ट 2 हो यो भिडियो हेर्छन् त्यसलाई म के भन्न चाहन्छु सक्दो सेयर गरिदिनु होला अन्त भले उसले मलाई नचिनोस् होइन यो हो भनेर नचिनोस् मतलब महसुस गरोस् कि मैले पनि उसलाई यस्तै गरेको थिएँ भनेर
एउटालाई थियो यस्तै गरेको थियो सायद त्यसले पनि यस्तै लागेको थियो कि भन्ने त महसुस लाग्थ्यो होला होइन त्यो फर्स्ट भिडियो चाहिँ हेरिदिनु होला अनि त्यो फर्स्ट भिडियो चाहिँ सेयर गरिदिनुलाई जति सक्यो